नमस्कार, म पुरञ्जनी दुवाल। वृत्तान्त न्यूजमा तपाईलाई स्वागत छ। केही समय अघिसम्म ग्याजेट किन्नु पर्दा धेरैको पहिलो रोजाइ विदेशी ब्रान्ड नै हुन्थ्यो। तर अहिले त्यही बजारमा एउटा नेपाली नामले यति छिटो आफ्नो ठाउँ बनाइरहेको छ कि धेरैको ध्यान त्यतैतिर जान थालेको छ। आखिर नेपालको ग्याजेट बजारमा अहिले किन एउटै नाम बारम्बार सुनिन थालेको छ? के यो एउटा केवल मार्केटिङको असर हो, केवल हाइप हो, वा साँच्चै बजारका तथ्याङ्कहरूले नै केही ठूलो परिवर्तनको संकेत गरिरहेका छन्? यदि म तपाईलाई भनौं कि अहिले नेपालको ग्याजेट बजारमा नम्बर 1 को स्थानमा पुगेको नाम कुनै पनि विदेशी ब्रान्ड होइन, सायद सुरुमा पत्याउन गाह्रो पर्ला, तर यथार्थ यही हो। अहिले सबैको ध्यान खिचिरहेको त्यो एउटा नाम नेपाली ब्रान्डकै हो। आखिर त्यो ब्रान्ड कुन हो त? त्यो ब्रान्ड हो अल्टिमा लाइफस्टाइल हो। अल्टिमा लाइफस्टाइल अहिले आधिकारिक रूपमा बनेको छ नेपालकै नम्बर 1 इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड। बिक्रीको भोल्युम र बलियो डिस्ट्रिब्युसन नेटवर्कका आधारमा अल्टिमाले यो स्थान हासिल गरेको हो। नेपाली बजारमा स्वदेशी ग्याजेट र अडियो ब्रान्डको रूपमा आफ्नो बलियो पहिचान बनाइसकेको अल्टिमाले अब मार्केटमा अर्को ठूलो माइलस्टोन हासिल गरेको छ। नेपालको समग्र स्मार्ट वेयरेबल्स र अडियो बजारमा मात्रै हेर्ने हो भने अल्टिमाले करिब 20% देखि 25% सम्म बलियो हिस्सा बनाइसकेको छ। यही हिस्साले एउटा कुरा देखाउँछ, विदेशी ब्रान्डहरूको कडा प्रतिस्पर्धा भएको क्याटेगोरीमा पनि अल्टिमाले नेपाली ग्राहकको विश्वास जित्दै आफूलाई अगाडि उभ्याएको छ। अझ खास कुरा के छ भने अल्टिमाको ग्रोथ मुख्य प्रडक्ट क्याटेगोरीहरूको बिक्रीले अझ स्पष्ट देखाउँछ। TWS इयरबड्स र स्मार्ट वाचमा अल्टिमाले समग्र बजारमै 20% देखि 25% हिस्सा बनाएको छ। तर यसको सबैभन्दा बलियो पकड बजेट सेगमेन्टमा देखिन्छ। रु 3000 मुनिका इयरबड्स र रु 5000 मुनिका स्मार्ट वाचमा अल्टिमाको हिस्सा 30% भन्दा बढी पुगेको छ। यसको अर्थ कम बजेटमा राम्रो फिचर, राम्रो डिजाइन र भरपर्दो पर्फर्मेन्स खोज्ने धेरै नेपाली ग्राहकको रोजाइ अहिले अल्टिमा बन्न थालेको छ। ब्लुटुथ स्पिकर क्याटेगोरीमा पनि अल्टिमाको प्रेजेन्स कम छैन। नेपालभरिका रिटेल पसलहरूमा साउन्ड बक्स र डाइनामाइट सिरिजले पाएको बलियो डिमान्डका कारण स्पिकर क्याटेगोरीमा पनि अल्टिमाले करिब 15% देखि 20% बजार हिस्सा बनाएको छ। स्पिकर भन्नासाथ आजकल घर, आउटिङ, पिकनिक, ग्यादरिङ जता हेरे पनि डिमान्ड बढिरहेकै छ र अल्टिमाले यही क्याटेगोरीमा पनि आफ्नो पकड निकै बलियो बनाएको छ। यो उपलब्धि झन् ठूलो छ, किनभने यो यस्तो समयमा आएको हो जति बेला समग्र ग्याजेट बजारले धेरै आर्थिक चुनौतीहरू सामना गरिरहेको छ। आयात नीति बदलिनु, राजस्व र भन्सार शुल्क बढ्नु, कस्ट प्रेसर आउनु, यी सबैले बजारलाई सजिलो बनाएको छैन। तर यस्तै जटिल अवस्थामा पनि अल्टिमाले आफ्नो आन्तरिक व्यवस्थापन बलियो राख्दै कठोर क्वालिटी टेस्टिङ स्ट्यान्डर्ड्स र SOP पालना गर्दै अनि भ्याल्यु फर मनीको सोचलाई कायम राख्दै चुनौतीलाई बजार नेतृत्वमा बदल्न सफल भएको छ। सरल भाषामा भन्नुपर्दा कम मूल्यमा पनि राम्रो फिचर, राम्रो क्वालिटी र भरपर्दो अनुभव दिने प्रयास अल्टिमाले निरन्तर गरिरहेको छ। अल्टिमाका प्रतिनिधिका अनुसार यो उपलब्धि केवल अल्टिमाको मात्र जित होइन, यो समग्र अल्टिमा आर्मी, स्वदेशी उत्पादनमा विश्वास गर्ने र नेपाली पहिचानलाई साथ दिने हरेक नेपाली उपभोक्ताको साझा जित हो। नम्बर 1 को स्थानमा हासिल गर्नुले अल्टिमाको मूल उद्देश्यलाई फेरि एकपटक प्रमाणित गरेको उनीहरूको भनाइरहेको छ। नेपालका हरेक नागरिकका लागि प्रिमियम, भरपर्दो र आधुनिक टेक्नोलोजी सहजै उपलब्ध गराउनु अब अल्टिमाको यात्रा यही रोकिने छैन। आगामी आर्थिक वर्षमा अल्टिमाले आफ्नो मार्केट प्रेजेन्स अझ व्यापक बनाउने योजना बनाएको छ। क्षेत्रीय टायर 1 डिस्ट्रिब्युटर्स, राष्ट्रिय रिटेल चेन्स, दराज र आफ्नै ई-कमर्स च्यानल्स मार्फत देशका धेरै ठाउँसम्म पुगेको अल्टिमाले अब छिटै नयाँ फिजिकल एक्सपिरियन्स स्टोर्स र अझ परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टम मार्फत ग्राहकलाई अझ राम्रो टेक्नोलोजी एक्सपिरियन्स दिने तयारी गरिरहेको छ। अल्टिमा लाइफस्टाइल आफैमा नेपालकै सबैभन्दा ठूलो बढिरहेको लाइफस्टाइल एक्सेसरिज ब्रान्ड मध्ये एक हो। स्वदेशी टेक बजारलाई नयाँ उचाइ दिने उद्देश्यका साथ सुरु भएको अल्टिमाले अन्तर्राष्ट्रिय मापदण्डका स्मार्ट वाच,
इयरबड्स, पोर्टेबल स्पिकर्स र चार्जिङ एक्सेसरिज नेपाली ग्राहकको आवश्यकता र चाहना अनुसार उपलब्ध गराउँदै आएको छ। सायद यही कारणले आज नेपालको ग्याजेट बजारमा एउटा नाम बारम्बार सुनिन थालेको छ। एउटा नेपाली ब्रान्ड जसले स्मार्ट वेयरेबल्स र अडियो बजारमा 20% देखि 25% हिस्सा बनायो। बजेट इयरबड्स र स्मार्ट वाच सेगमेन्टमा 30% भन्दा बढी हिस्सा बनायो। स्पिकर क्याटेगोरीमा 15% देखि 20% हिस्सा बनायो र त्यो पनि विदेशी ब्रान्डहरूको कडा प्रतिस्पर्धा र आर्थिक चुनौतीका बीच। र त्यो नाम हो अल्टिमा लाइफस्टाइल। के तपाईले अल्टिमा लाइफस्टाइलबाट यस्तै कुनै ग्याजेट खरिद गर्नु भएको छ? यदि खरिद गर्नु भएको छ भने कुन ग्याजेट खरिद गर्नु भएको हो? हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। हामी यस्तै खालको भिडियो लिएर पुनः उपस्थित हुने नै छौं। आजलाई बिदा दिनुहोस्। नमस्कार।